हाम्रो इतिहासले हामीलाई एउटा चिनारी दियो, गोर्खाली, वीर, निडर र रणको मैदानमा कहिल्यै नझुक्ने। हाम्रो पुर्खाले खुकुरीको धारमा टेकेर संसार थर्काए। त्यो बेलाको लडाई माटोको थियो, शक्तिको थियो। तर समय बदलिएको छ। आजको युगमा लडाई मैदानमा होइन, मार्केटमा हुन्छ। आजको शक्ति खुकुरी होइन, क्यापिटल अथवा पुँजी हो। त्यसैले अब हामी गोर्खा मात्र रहेनौँ, अब हामी फाइनेन्सियल स्ट्रङ गोर्खाली बन्न जरुरी छ। धेरैले भन्नुहोला किन गोर्खा फाइनान्स? किनकि वीरताको गाथाले मात्र अबको पेट भरिँदैन। संसार अब इकोनोमिक वारमा छिरिसक्यो। जबसम्म हामी फाइनेन्सियल रूपमा बलियो हुँदैनौँ, हामी सधैँ अर्काको देशको लागि पसिना बगाउने लेबर मात्र बनिरहनेछौँ। हाम्रो पहिलो भिडियोको टपिक नै यही हो, गोर्खा गोर्खा रहेनन्। यसको अर्थ यो होइन कि हामी हाम्रो वीरता बिर्सियौँ। यसको अर्थ यो हो कि अब हामी त्यो वीरतालाई वेल्थ बिल्ड अथवा आर्थिक उन्नति गर्न प्रयोग गर्नेछौँ। गोर्खा फाइनान्सको जन्म नै यही सङ्कल्पसँग भएको हो। अबको लडाई डिजिटल छ। हामी यहाँ कुरा गर्नेछौँ आइपिओ सेयरको, म्युचुअल फन्डको सँगसँगै हामी लगानी कसरी गर्ने भन्ने बारेमा कुरा गर्नेछौँ। हामी गरिबीलाई होइन, गरिबीको माइन्डसेटलाई हराउनेछौँ। हामी गोर्खालीहरू विदेश गएर अर्काको इकोनोमी बलियो बनाउँछौँ, तर अब हामी हाम्रै अर्थतन्त्रलाई कसरी बलियो बनाउने त्यो सिक्ने बेला आयो। यदि तपाईँ पनि यो फाइनेन्सियल रेभुलेसनको सहभागी बन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्नुहोस्। हाम्रो पुर्खाको वीरता र हाम्रो भविष्यको सम्पत्ति दुवैलाई जोड्ने पुल हो गोर्खा फाइनान्स। अब हामी मात्र गोर्खा रहेनौँ, फाइनेन्सियल स्ट्रङ गोर्खाली हुनेछौँ। धन्यवाद। सजग रहौँ, प्रगति गरौँ।